नम्बर 2, टोन एन्ड वर्ड चोइस। तपाईका शब्दहरू निशुल्क हुन्छन्। तपाईले ती शब्दलाई कसरी प्रयोग गर्नुहुन्छ र कुन स्वरमा बोल्नुहुन्छ भन्ने कुराले तपाईँ कस्तो स्वभावको व्यक्ति हुनुहुन्छ भनेर निर्धारण गरेको हुन्छ। कुनै पनि व्यक्तिको स्वर र शब्द चयनको संयोजनले एउटा व्यक्तिको वास्तविक भावना र सोच बुझ्नमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यदि कोही व्यक्ति छिटो छिटो बोल्छ भने या त ऊ तनावमा छ या त उत्साहित छ भनेर थाहा हुन्छ। त्यस्तै यदि कोही व्यक्ति ढिलो बोल्छ, पटक पटक रोकिन्छ र उसले आँखाबाट सम्पर्क पनि हटाइराख्छ भने ऊ कुनै कुनै विषयमा झुट बोलेको हुन सक्छ। त्यस्तै यदि कोही व्यक्ति पटक पटक स्वरको लय परिवर्तन गर्छ, सकारात्मक शब्द राख्छ, आत्मविश्वासपूर्वक बोल्छ भने उसले आफ्नो विचारमा स्पष्टता राखेको बुझ्न सक्नुहुन्छ। जब तपाईले मानिसको शब्द चयन र स्वरको अन्तर बुझ्न सक्नुहुन्छ, तब तपाईले उनीहरूले लुकाउन खोजेको कुरा समेत पहिचान गर्न सक्नुहुन्छ। यदि तपाईले कुनै पनि व्यक्तिको बोल्ने तरिका, शब्दको प्रयोग र आवाजको उतार चढावलाई ध्यानपूर्वक अध्ययन गर्न सक्नुभयो भने तपाईले उसको सोच, भावना र वास्तविकतालाई स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ। तपाईले मानिसले के भन्छन् भन्दा पनि कसरी बोल्छन् भन्ने कुरामा बढी ध्यान दिनुहोस्, जसले गर्दा तपाईँ मानिसलाई पुस्तक जसरी पढ्न सक्नुहुन्छ।